हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानलमा स्वागत छ तपाईहरुलाई। आज चाहिँ माछा खानु हुने रे। हामी चाहिँ माछा लिन जाँदैछु बजारमा हो। हिँडेर गएको हामी चाहिँ। अहिले चाहिँ यहाँ रात परिसकेको छ हो। यस्तो जग्गाहरु हामी चाहिँ फिलहाल यहाँ बजार आइपुगे माछा लिन आएको। के भन्नु यसो छ यता चाहिँ आज बेलुका चाहिँ माछा खाने हो नि त। त्यो माछा लिन आएको यहाँनिर। यो पोखरेबुङ बजार चाहिँ ठुलो छ कि घुमेर घुमिन सक्छ है। है साथीहरु फर्केकै हामी चाहिँ घर माछा लगेर पनि चाहिँ साथीहरु फुल कस्तो मजाले रोपेको छ हो। एकदमै सिजनी फुल रहेछ। दामी रोपेको छ यो। दिउँसो भए चाहिँ दामी देख्थे है। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँ चाहिँ फुलको कलेक्सन दामी दामी हुन्छ है। आज चाहिँ हामी यो माछा केलाएर पनि रेडी भइसक्यो हो। तोरी पनि पिचेर एकदम रेडी भइसक्यो। एकदम मसलाहरू यहाँ रेडी हुँदैछ। आज चाहिँ हामी माछाको सुप खान्छु। खाना पाक्न आँटिसक्यो। यहाँ चाहिँ कोपा र नातिनी कोपा जिस्किरी बसिरहेको छ भन्ने। नुन पनि हाल्नुपर्छ, मोल्नु पर्यो नुन हालेर। एकदम यहाँ तेल एकदम खार्दैछ यहाँनिर। भन के भयो साथीहरु। अब हामी खाएको ल। बाई बाई साथीहरु। अब चाहिँ म यो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। बाई बाई।